Today let's talk about Australia. अस्ट्रेलियाको भिजा एप्लिकेसन फी 1600बाट 2000 भएको छ। $400 बढेको छ है। ह्युज इन्क्रिज नै हो यो। अब हामी अस्ट्रेलिया जान खोजिरहेको छौँ भने ठिक छ, तर दुई तीनटा कुराहरू विचार गर्नु होला। जस्तै तपाईको जीपीए राम्रो छैन, प्लस 2 को होस् या ब्याचलरको, अस्ट्रेलिया तपाईको लागि डेस्टिनेसन नहुन सक्छ। पहिलो कुरो, आइएलटीएस दिनुभयो, राम्रो नम्बर आएन, रुम मिलेन, पढाइमा ग्याप छ र ग्याप जस्टिफाएबल छैन। प्लस 2 पछि ब्याचलर गर्न जाने हो भने त 2024 को नै पास आउट हुनुहुन्छ भने यो नोभेम्बरसँग लिन्छु भन्ने कुरो आइरहेछ। ब्याचलर पछि हो भने जस्टिफाएबल ग्याप चाहियो, रियल जस्टिफाएबल है, फेकको कुरो गरेको होइन, त्यो नै चाहियो। र अर्को कुरो फाइनेन्सियल डकुमेन्ट्सहरू, फाइनेन्सियल डकुमेन्ट्स जेन्युन हुनु पर्यो। अब हाम्रो इन्कमहरू प्राय क्यासमा भइरहेको हुन्छ, ट्रान्जेक्सन हुँदैन है। अब 2-3 महिनाको टिडीएस तिरेर भइहाल्छ नि, मेरो साथी त्यसरी नै उडेको, तपाईँको साथी कसरी उडे तपाईँलाई डिटेल इन्फर्मेसन दिएकै हुँदैन। त्यही भएर हचुवामा नखेल्नु होला। लोन गर्दिन, सेभिङको पैसा हामीसँग त पैसै छ भन्दा पैसा छ, तर 1 महिना 2 महिना अगाडि मात्र आएको भइदिन्छ क्या कति केसमा। त्यसको पनि सोर्स खुल्दैन, त्यसले पनि समस्या पार्छ। टिडीएसले मात्र भएन, जेन्युन इन्कम स्टेटमेन्टै चाहियो, ट्याक्स तिरेकै हुनु पर्यो, अडिट रिपोर्टहरू पनि हुनु पर्यो। र प्राय उनले खोज्दाखेरिमा 1 इयरको आइटमाइज स्टेटमेन्ट खोज्दाखेरिमा सोर्स खुलाएर लेजिटिमेट छ हो भने अस्ट्रेलिया एप्लाई गर्ने हो। अब तपाईलाई मेरो अस्ट्रेलिया गर्न मिल्छ मिल्दैन बुझ्न मन छैन भने हामी बेटा आउनुहोस्, हामी तपाईँलाई फ्रीमा सर्भिस काउन्सिलिङ गर्छौँ, कुरो बुझाउँछौँ र तपाईँको रिक्वायरमेन्टले भेट्छ भने फरवर्ड गर्छौँ, हामी डकुमेन्ट अगाडि बढाउँछौँ। हो त्यो भएको हुनाले हल्लाको पछि नलाग्नुहोस्, प्रपर डिसिजन गर्नुहोस्। कुनै कन्फ्युजन छ हामीलाई सोध्नुहोस्। थ्याङ्क यू।